आजको पवित्र वचन जागा रह र प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ तर शरीर कमजोर छ। यस बदले भन्छ हामी सबैको जीवनमा लोभ, डर वा गलत बाटोमा लाग्ने परीक्षाहरू आउँछन्। येशूले सिकाउनु भएको छ कि यदि हामी प्रार्थनामा रहेनौँ भने हामी सजिलै ती परीक्षाहरूमा फस्न सक्छौँ। परीक्षा आउनु स्वाभाविक हो, तर त्यसमा विजय हुन आत्मिक शक्ति चाहिन्छ। प्रार्थना। हे स्वर्गीय पिता, मलाई परीक्षाबाट जोगाउनुहोस्। मेरो आत्माले तपाईँको इच्छा पूरा गर्न चाहन्छ, तर मेरो शरीर अल्छी र कमजोर छ। मलाई प्रार्थनामा जागा रहन मद्दत गर्नुहोस्। शत्रुको हरेक युक्ति र पसोबाट मलाई बचाउनुहोस् र मलाई आजको दिनमा तपाईँको महिमा गर्ने शक्ति दिनुहोस्। येशूको नाममा आमेन।